अरे नुनको चिया ल्याउने बेलामा चिनीको ल्याउँछ म देख चिनिन न म हैन आइज भने फोन भिडियो हुन्छ नि के नमस्ते गर्दै एकपल्ट नमस्ते गर्दैन हामी त बोल्नु पनि बिर्सिसकेछौँ फर्स्ट टाइम गरेको यसरी के गाड्दा फर्स्ट टाइम बोल्दैछु भन्नु सक्दिनँ बिदाको दर्शन पानी सिसाको बल हेलो गाइज हेर्नुहोस् अहिले मेरो भ्लग धेरै ग्याप भएको थियो र हाम्रो भ्लगमा भन्दा पनि साह्रै थियो अन्त भ्लग गरेकै थिइनँ अन्त हामी आज जान आँटेको छौँ स्कुटीमा तलनिर जान आँटेको छौँ सो गाइज अहिले भेट्नुपर्छ हाम्रो निक्सोलाई देखाउनेछु तपाईँलाई र गाइज है हामी निक्सोलाई भेटिसकेको छु निक्सो न्यू मेम्बर यता यता हेर्दैन नमस्ते गर्दै सबैलाई नमस्ते सबै नमस्ते गर्दै सबैलाई नमस्ते है हाम्रो निक्सो हाम्रो भर्खरै च्यानल ब्याक भयो नि त है के भएको थियो हाम्रो च्यानल के भएको थियो च्यानलै आइडी बिर्सेको होइन आइडी भन्दा फोन बिग्रेर हुन्छ नि क्या आजको बाटो हामी शेर्पा गाउँ तर्फ लागिसकेका छौँ भने र यो बाटो देख्नुहुँदैछ यति दामी कुइने भरिएको हामी त बोल्नु पनि बिर्सिसकेछौँ अगाडि देखाउँछु बाटो दामी भइसकेको छ र आज हामी आजको दिनमा निखिलको पिन्ड र गाइज what a view है what a view from here है र गाइज हामी अब जाँदैछौँ है बिस्तारै ओह्रालो छ नि त हो अन्त निखिल नमस्ते गर्दै एकपल्ट नमस्ते गर्दैन र निखिलको अब प्रस्तुति धेरै दिन बादमा आउनेछ है अब निखिलले एउटा गीत गाउनु आँटेको छ यो त हाम्रो सिग्नेचर पिके हो है आज कुन चाहिँ गीत भन्दा त्यही हो मङ्पू हामी कहाँ छ अहिले मङ्पू बजारमा छु होइन कुन चाहिँ शेर्पा बजार भन्नु शेर्पा बजार भन्नु दुलो गाई मजाको एउटा ब्रिज र है बाटो लाग्छ गोलाइ छ यहाँनिर गाडी आयो भने है एउटा हातले कसरी म सक्दिनँ नि त निकै आउन आँट्यो नि त हाम्रो डेस्टिनेसन एउटा गीत आउन गाइदैन नि त कुन चाहिँ मङ्पू बजारै हो आफ्टर अ लङ टाइम मङ्पू बजार भनेर एउटा टपिक पनि हुन्छ नि त मङ्पू बजार टिङ्ग्याउ म सुरु गरिदिन्छु ल सलाम छ तिमीलाई छड्केर जरा सुन्दर छैन किन जिस्केको सो गाइज है मङ्पू बजारमा पनि सुरु भयो होला गाडीहरू है वरिपरि कति दामी है गाडी यहाँ माथि चाहिँ के हुँदैछ भन्दा चाहिँ यहाँ माथि चाहिँ पुराण हुँदैछ पूजा लास्ट हो अहिले चाहिँ हामी निखिल पुराणमा आइसकेको छ है यस गर्दै पानी पर्न आँटेको छु र है निक्कीले खिर खाएको अवस्थामा प्रसाद भएको उनीमा अलिकति हो ल खाँदैछु यो र हाम्रो निक्सो यहाँनिर बिजी छ अरे नुनको चिया ल्याउने बेलामा चिनीको ल्याउँछ म देख चिनिन न म आज चाहिँ यहाँ स्कुटी घुमाउनु आँटेको छ है अब चाहिँ हामी घर जानु आँटेको है सो गाइज हामी चाहिँ फर्किँदैछौँ है कहाँबाट भन्दै लेकिन पुरान चाहिँ आज लास्ट थियो है म पनि अब मैले पनि पुरान भेट्नु पाएँ है म फिलहाल यहाँ गाउँमा थिइनँ नि त त्यही कारणले गर्दाखेरि सो गाइज हामी जाँदैछौँ अब चाहिँ हामी जाँदैछु घर है मोटो भ्लग पनि हुँदैछ हाम्रो फर्स्ट टाइम फर्स्ट टाइम गरेको है यसरी त्यही कारणले फर्स्ट टाइम बोल्दैछु भन्नु सक्दिनँ बिदाको अब पुराणमा आएपछि एउटा अब पुराणवाला एउटा गीत त गाउनु पऱ्यो अब होइन कृष्णको फोटो छ
हेलो बाई बाई कृष्णजी मन पार्यो मलाई कृष्ण कन्हैयावाला की जय यसको लगातार पछाडि अर्को भजन समत गाने छ र गाइस हामीले यस्तो उकालो जाँदैछौँ है गीत गाने धुन बज्यो पक्कै कृष्णलाई हामी चाहिँ पुरै रङ छ बजाइदियो बाँसुरी हुन्छ मेरो मन धुन बज्यो पक्कै कृष्णलाई बजाइदियो बाँसुरी हुन्छ मेरो मन जय हो र गाइस हामी चाहिँ अहिलेको बाटो आइपुग्नु शङ्खरा पोले बम 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 शङ्खरा पोले बम 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 दर्शन गरी ये देखो 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 क्या वो पेड़ है चादर बोले किसी ने साथ साथ लगती बोले न बोले साथ लगती अंदर से कितना तेज ए कमल कमल अन्त घाँस काट्ने खुर्केर आयो जोबन हुर्केर कसलाई यो दियो जोबन सानी नारी सौना कसम तिमीलाई दुई आँखामा सोध्छु मनमा सुझाउ बुझ्छु होइन भन्नुभा होइन भन्नुभा जुनको ज्योतिलाई हेर दिन्छु म त भन्न सक्दिनँ जुनको ज्योतिलाई हेर दिन्छु पनि भन्न सक्दिनँ म हावा चल्यो सिरिरी हाते चिरिरी म बजाउँछु मुरली तिरिरी तिमी नाच पिरिरी लहाइ नाच पिरिरी यही आँखामा तिमी छौ तिमी छौ पारिपट्टि जङ्गलपट्टि यो यहाँ छ नि यहाँ चाहिँ हामी क्रिकेट खेल्दैन क्रिकेट खेल्दाखेरि चाहिँ गुमा बस्ती तर पनि हामीले निकाल्थ्यौँ गुमा बस्ती पानी सिसाको बल पानी सिसाको गुमा बस्ती पनि निकाल्थ्यौँ हाम्रो स्टेसन आइपुग्यो अब यहाँ चाहिँ यति साह्रो हामी चाहिँ अब स्कुटी राख्नेछौँ नि हामी चाहिँ यहाँ यति साह्रो क्रिकेट खेलेको नि क्रिकेट चाहिँ यति साह्रो खेल्थ्यो कि बस स्टप अब सानो है सो गाइज है अब हामी आइपुगिसक्यौँ प्रसाद टक्कै निकालेर टक्कै अन्त निक्छौँ र हामी चाहिँ मिठो चिया खान्छौँ यहाँ चाय बनाउनु होला मिठो सो गाइज यो बाटो देख्नुहुँदैछ यो बाटो चाहिँ सानोमा चाहिँ हामी भन्न लु पुरानमा चाहिँ सुमिरनलाई नुनको चिया ल्याउनु लाग्थेँ तर मैले मिस्टेकली नुनको भनेर चिनीको खाइपठाएँ अब चाहिँ म खानेछु नुनको चिया ल ल ल र तपाईँहरूलाई मैले भन्दै थिएन यहाँ यो बाटो देख्नुहुँदैछ यहाँनिर टक्कै यो बाटोमा चाहिँ हामी सानोमा यति क्रिकेट खेल्थ्यौँ कि अब म तपाईँहरूलाई एउटा फोटो पनि हालिदिन्छु यो बाटो कस्तो थियो अगाडि भनेर सानोमा यति साह्रो खेल्थ्यौँ हामी क्रिकेट हो सो गाइज ल है यति छ अब यो भिडियोमा है आज हामी धेरै दिन बाद भिडियो एउटा क्वेसन सोध्छु दैले ढटकाउनुलाई इङ्ग्लिसबाट के भन्छ दैले ढटकाउनुलाई इङ्ग्लिसबाट के भन्छ सो गाइज हामी चाहिँ अब है आइपुगिसक्यौँ धेरै दिन बाद भिडियो बनाएको थिएँ अब तपाईँहरूलाई हामी नेक्स्ट भिडियोमा भेटिन्छौँ